र नुबुला डेकिला अनि मिङमाला तीनजना रहेछ र तीनजना यो जुन चाहिँ त्रिमूर्ति त्रिलक्षण शुभ लक्षणको रूपमा अनि नुबुला मिङमाला डेकिलालाई आन्तरिक हृदयबाट सुस्वागतको साथमा धन्यवाद जनाइदिनका निमित्त जोरदार ताली बजाइदिनु हुन अनुरोध गर्दछौँ। अनि यसको साथमा उहाँहरूलाई विशेष गरेर आजको सभा शिरोमणि जिटिए अनि अध्यक्ष र त्यसरी नै मूल सल्लाहकार अमर लामाज्यूकोबाट उहाँहरूलाई खादा अर्पण यसरी भइरहेको छ। धेरै धेरै धन्यवाद उहाँहरूलाई टक्राउन चाहन्छौँ। अब यसको बादमा विशेष गरी हाम्रा अनि आजको सभा शिरोमणि अनि श्रीमान माननीय अनित थापाज्यूलाई फेरि मञ्चमै यसरी निम्ताउनु पर्यो, किनभनेदेखि यहाँ विशेष गरेर जुन चाहिँ वर्षौँदेखि खटी आइरहेका धेरै योगदान दिलाउनु भएका जुन चाहिँ उहाँहरूलाई पनि अनि वृद्ध अवस्थामा पुग्नु भएको उहाँहरूलाई परितोषित इत्यादि वितरण गर्ने रहेछ र श्रीमान अनित थापाज्यू सर्वप्रथम हाम्रा एकदम वृद्ध अवस्थामा पुग्नुभएका हाम्रा पेमा छोपेल्ला, उहाँले धेरै वर्षसम्ममाथि जुन चाहिँ महाकाल डाँडामा पूजापाठ भयो इत्यादि, त्यहाँ मन्दिरको देखरेख इत्यादिमा धेरै योगदान दिलाउनु भएको त्यसमा चाहिँ अनि धन्यवाद ज्ञापनको यो जुन चाहिँ परितोषित र सम्बर्धना यसरी बुझाइरहेको छौँ। यो प्रशंसा पत्र यो जुन चाहिँ छ अनि हाम्रा पेमा छम्बेल्ला उहाँले धेरै वर्षसम्ममाथि महाकाल डाँडाको मन्दिरमा विशेष गरी विश्व शान्ति भयो, सम्पूर्ण हामी सबैको सुख समृद्धिको निमित्त उहाँले सदा एवं है प्राणीदान मेलम इत्यादि र सङ्घ जुन चाहिँ छ प्रदूषण इत्यादिको निवारणको निमित्त उहाँले धेरै कष्ट उठाउनु भएको छ र उहाँको पुण्य जुन चाहिँ सञ्चित त्यो पुण्यले गर्दा सारा विश्वमा नै शान्ति छाएर जाओस्। अनि उहाँ एकदम कर्मठ परमपन्दलज्यूको शिक्षा उहाँको प्रवचनको अनुसारण गर्नुहुने मध्येमा एउटा मूल उहाँ व्यक्तित्व हुनुहुन्छ। धेरै धेरै धन्यवाद। अनि यसको बादमा amang ngawasam de la ya pherona ani chukhola charo de na ro ya pherona अनि यसको बादमा ngawasam de la उहाँले पनि यस उमेरसम्म एकदमै निरन्तरमै हाम्रा यो जुन चाहिँ समाजको सेवा भयो धेरै अनि विशेष गरी युवा युवतीलाई अप्ती भयो र सठिक मार्गदर्शनको रूपमा उहाँले धेरै एउटा कृति उहाँले रचनु भएको छ र उहाँलाई पनि आन्तरिक हृदयबाट यस जुन चाहिँ परमपन्दलज्यूको 90 वर्ष पुग्नु भएको पाउन जयन्तीमा उहाँलाई पनि प्रशासन एउटा विशेष गरी क्षेत्रीय अध्यक्ष अनि थापाज्यूको एउटा अनि उहाँलाई पनि प्रशंसा पत्र यसरी वितरण भइरहेको छ, प्रदान भइरहेको छ र जोरदार तालीको साथमा उहाँलाई प्रशंसा जनाइदिनुहोस् भन्ने अनुरोध गर्दछु।
अब हाम्रा जुन चाहिँ उत्तर पूर्वी निर्वाचित तिब्बती प्रशासनका प्रतिनिधित्व गरेर यहाँ हुनुभएका हाम्रा कुम्मोको तर्फबाट अनि गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका अध्यक्ष माननीय अनि थापाज्यूलाई यसरी यो जुन चाहिँ मोमेन्टोको साथसाथमा यो हाम्रो जुन चाहिँ छ प्रधानमन्त्रीको हालैमा रचित भोइस अफ भोइसलेसको बुलन्द यसरी उहाँलाई भेट चढाइरहेको छन् र यसको साथमा जोडदारको साथमा रहेको पनि अनि हाम्रा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका अध्यक्ष माननीय अमित थापाज्यूलाई अनि धेरै धेरै पनि धन्यवाद। साथसाथमा यो भोइस अफ भोइसलेस हालैमा रचित प्रधानमन्त्रीको भेट यसरी उहाँलाई चलाइरहेको छ र आन्तरिक हृदयबाट धेरै धेरै मुरी धन्यवाद दिन चाहन्छौँ। ल